नमस्ते। के तपाईको सपना पनि निजामती सेवामा प्रवेश गरेर देशको विकास गर्ने छ? लोकसेवा पास गर्नु कठिन होइन, मात्र सही दिशा र दृढ सङ्कल्पको खाँचो छ। यी सफल अनुहारलाई हेर्नुहोस्, उहाँहरू पनि तपाईँ हामी जस्तै हुनुहुन्थ्यो। यदि उहाँहरूले सक्नुभयो भने तपाईँले किन नसक्ने? सफलता असम्भव छैन। तयारीको सुरुवात आजै र अहिलेबाट गर्नुहोस्। सपना देख्नु मात्र ठुलो कुरा होइन, त्यसका लागि टेबलमा बसेर पसिना बगाउनु जरुरी छ। पढ्नु अघि योजना बनाउनुहोस्। कुन विषयलाई कति समय दिने, तपाईँको योजना नै सफलताको पहिलो खुड्किलो हो। धेरै अध्ययनले पुग्दैन, हरेक टपिकलाई गहिराइमा पुगेर बुझ्ने प्रयास गर्नुहोस्। विश्लेषण गर्ने क्षमताको विकास गर्नुहोस्। आफ्नै शैलीमा छोटो र मिठो नोट बनाउनुहोस्। अरूको नोट पढ्नुभन्दा आफैले लेखेको कुरा दिमागमा लामो समयसम्म बस्छ। समसामयिक घटनाक्रमका लागि गोरखापत्र र विश्वसनीय स्रोतहरू नियमित पढ्ने बानी बसाल्नुहोस्। अपडेट रहनु नै लोकसेवाको मेरुदण्ड हो। पाठ्यक्रमलाई आफ्नो साथी बनाउनुहोस्। के पढ्ने भन्दा पनि के नपढ्ने भन्ने कुरा जान्नु धेरै महत्त्वपूर्ण छ। मनमा जिज्ञासा राख्नुहोस्। नबुझेका कुरा सोध्न नहिचकिचाउनुहोस्। जति धेरै लेख्ने प्रयास गर्नुहुन्छ त्यति नै आत्मविश्वास बढ्छ। स्रोतहरू सीमित राख्नुहोस्, तर तिनलाई पटक पटक पढ्नुहोस्। धेरै किताब एक पटक पढ्नुभन्दा एउटै राम्रो किताब 10 पटक पढ्नु फलदायी हुन्छ। समय व्यवस्थापनमा ध्यान दिनुहोस्। स्मार्ट तरिकाले पढ्नुहोस्। घोक्ने भन्दा पनि बुझेर र लिङ्क गर्ने कला सिक्नुहोस्। यात्रामा हार नमान्नुहोस्। कहिलेकाहीँ नतिजा सोचेभन्दा फरक आउन सक्छ, तर हरेक असफलताले तपाईँलाई सफलताको नजिक पुर्याइरहेको हुन्छ। जब तपाईँ सफल हुनुहुन्छ त्यो दिन खुसी र गर्वको अगाडि आजको यो सङ्घर्ष केही पनि हुने छैन। आफ्नो लक्ष्यमा अडिग रहनुहोस्। मेहनत तपाईँको साथ। हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईँको सफलताको शुभकामना। धन्यवाद।